तपाईको फ्रिजले तपाईको जासुसी गर्दैछ। सुन्दा अचम्म लाग्छ होइन? कल्पना गर्नुहोस्, भोलिपल्ट बिहान तपाईलाई तपाईको हेल्थ इन्सुरेन्स कम्पनीबाट एउटा इमेल आउँछ। इमेलमा लेखिएको छ तपाईको प्रिमियम 10% बढाइएको छ किनकि तपाईको खानपानको बानी स्वस्थकर छैन। तपाई अचम्ममा पर्नुहुन्छ। तपाईले राति केक खाएको कुरा कसैलाई भन्नुभएको थिएन, तर तपाईको बिमा कम्पनीलाई कसरी थाहा भयो कि तपाई मध्यरातमा फ्रिज खोलेर स्न्याक्स खानुहुन्छ? आउनुहोस् आज स्याडो डेटा इकोनोमीको रहस्य खोलौं, जहाँ तपाईको फ्रिज एउटा जासुस बनिरहेको छ। हामीलाई लाग्छ कि हाम्रो डेटा केवल फेसबुक वा गुगलसँग मात्र छ, तर इन्टरनेटको एउटा यस्तो अँध्यारो पाटो छ जसलाई हामी स्याडो डेटा इकोनोमी भन्छौँ। यहाँ डेटा ब्रोकर्सहरू बस्छन्, यस्ता कम्पनीहरू जसलाई तपाईले कहिल्यै चिन्नुहुन्न, तर उनीहरूले तपाईको बारेमा सबै कुरा जान्दछन्। उनीहरूले तपाईको स्मार्टफोनबाट मात्र होइन, तपाईको घरमा भएका स्मार्ट उपकरणहरू अर्थात् आईओटी डिभाइसेसहरूबाट पनि डेटा खरिद गर्छन्। आउनुहोस् यसको लजिक बुझौं। यसले कसरी काम गर्छ? स्मार्ट वाच यसले रेकर्ड गर्छ कि तपाई मध्यरातमा सुत्नु भएको छैन र तपाईको मुटुको धड्कन बढिरहेको छ। स्मार्ट फ्रिज यसले रेकर्ड गर्छ कि रातको 2 बजे यसको ढोका खोलिएको थियो र भित्र राखिएको हाई क्यालोरी भएको खानेकुरा निकालिएको थियो। क्रेडिट कार्ड यसले पहिले नै तपाईको डेटा बेचिसकेको छ कि तपाईले गत हप्ता सुपरमार्केटबाट कुन ब्रान्डको केक किन्नु भएको थियो। यी तीनै कुराहरू अलग अलग देखिन्छन्, तर डेटा ब्रोकरका लागि यो एउटा ठूलो पजलका टुक्राहरू हुन्। जब यी छरिएका डेटाहरूलाई एक ठाउँमा राखिन्छ, तब जन्म हुन्छ तपाईको डिजिटल ट्विनको। यो तपाईको एउटा यस्तो डिजिटल अवतार हो जसले तपाईको व्यवहारको भविष्यवाणी तपाईले भन्दा राम्रोसँग गर्न सक्छ। बिमा कम्पनीहरूले यही डिजिटल ट्विनको डेटा किन्छन्। उनीहरूलाई थाहा छ कि तपाईको जीवनशैली कस्तो छ, तपाईको बिरामी हुने सम्भावना कति छ र त्यसैको आधारमा उनीहरूले तपाईको प्रिमियम तोक्छन्। यो कुनै भविष्यको कुरा होइन, यो अहिले भइरहेको छ। हामी काठमाडौँको स्टार्टअप सिन र यहाँको प्रविधि क्षेत्रको कुरा गर्छौँ। जति हामी स्मार्ट सिटी र स्मार्ट होमतर्फ जाँदैछौँ, त्यति नै हामी आफ्नो गोपनीयता अर्थात् प्राइभेसी गुमाउँदैछौँ। नेपाल जस्ता देशहरूमा जहाँ डेटा गभर्नेन्सको कुनै कानुन अझै बलियो छैन, त्यहाँ तपाईको डेटा झन बढी जोखिममा छ। के हामीले सुविधाको नाममा आफ्नो निजी जिन्दगी बेचिरहेका त छैनौँ? एउटा स्मार्ट फ्रिजले तपाईको काम त सजिलो बनाउला, तर यसले दिने जानकारी कसको हातमा पुग्छ त्यो कसैलाई थाहा छैन। प्रविधि नराम्रो होइन, तर यसको पछाडिको बिजनेस लजिक बुझ्नु हाम्रो जिम्मेवारी हो। तपाईलाई के लाग्छ? के तपाईलाई आफ्नो फ्रिजले जासुसी गरिरहेको जस्तो लाग्छ? तल कमेन्टमा आफ्नो अनुभव लेख्नुहोला। सचेत रहनुहोस् र लजिकमा विश्वास गर्नुहोस्। अर्को भिडियोमा भेटौँला।